प्राइज लिन स्टेजमा आइदिनु अनुरोध गर्न चाहन्छु। यदि उहाँ हुनुहुन्न भने उहाँको प्रतिनिधि कोही हुनुहुन्छ भने पनि यहाँ सम्पर्क गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी टुर्नामेन्टका बेस्ट विकेट किपरको रूपमा चर्चित हुनुभएका दमक छका कप्तान बोधराज आचार्यज्यूलाई पनि अगाडि आएर आफ्नो प्राइज लिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी बेस्ट बलरको रूपमा विक्रम चमलगाईज्यू दमक वडा नम्बर 3 का खेलाडी विक्रम आचार्यज्यूलाई पनि स्टेजमा आएर हस्तान्तरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। विकेट किपर बेस्ट विकेट किपर बोधराज आचार्यज्यूलाई पनि अगाडि आएर त्यसै गरी बेस्ट बलरको रूपमा विक्रम चमलगाईज्यूलाई पनि अगाडि आएर सम्मान जनाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी बेस्ट ब्याट्सम्यानको रूपमा टप स्कोरर बन्दै वडा नम्बर 9 लाई जिततर्फ लग्नुभएका प्रिय खेलाडी उज्जवल काफ्लेज्यूलाई पनि अगाडि आएर आफ्नो प्राइज लिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी प्लेयर अफ द टुर्नामेन्टको रूपमा घोषित हुनुभएका वडा नम्बर 9 का कप्तान अलराउन्डर सचिन श्रेष्ठज्यूलाई पनि आफ्नो प्राइज लिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ हुनुहुन्न भने उहाँको प्रतिनिधिको रूपमा लिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी क्रिकेटतर्फ दोस्रो हुन सफल हुनुभएका वडा नम्बर 7 का सम्पूर्ण खेलाडीहरू क्रमशः आइदिनु होला। म नाम भाषण गर्नेछु। खेलाडी निरोज शाह, त्यसै गरी पिकी कुमार केसरी, त्यसै गरी राजु श्रेष्ठ, त्यसै गरी निरज शाह, त्यसै गरी मोहम्मद आलम, त्यसै गरी बेनिस कार्की, त्यसै गरी मोहम्मद रेहान, त्यसै गरी अमन शाह, त्यसै गरी मोहम्मद हैदर, त्यसै गरी निरज शाह, त्यसै गरी रोहन अग्रवाल।